गाइज म चाहिँ खेतमा पुगेर है पुरै खाजाहरू देखाइरहेको थिएँ। मैले चाहिँ ड्याडीलाई खाना लगाइदिएको थिएँ अनि कस्तो राम्रो कटहर फलेको छ होइन, कस्तो राम्रो छ कि यस्तो ठुलो ठुलो छ नि, कति धेरै फलेको छ भने यसपालि त। यो चाहिँ हाम्रो आमाहरूको हो अनि आमाहरूको गोठमा चाहिँ बाख्रा पनि रहेछ। हेरिरह मलाई दिदी आउनुभयो खाना लिएर आइदिनु भयो भनेर। अनि ड्याडी चाहिँ उहाँ माथि हुनुहुन्छ। ड्याडी चाहिँ काला तास्नी ओर्नी गरिरहनु भएको छ। अनि यो चाहिँ 4-4:30 बजेतिरको होइन। यस्तो मेरो चाहिँ खुट्टाभरि काडै भिजेर कस्तो भएको छ, पानीले भिजेर सबै। कस्तो राम्रो भ्यू चाहिँ कस्तो राम्रो देखिरहेको थियो। म चाहिँ भ्यू देखाउँदै देखाउँदै घरतिर लागेँ। घरमा लाग्दा लाग्दै चाहिँ मैले खोल्सा पनि देखाइरहेको थिएँ। खोल्साको आवाज चाहिँ कस्तो आइरहेको थियो, गुरुङरुङ गुरुङरुङ गरेर। अनि पानी बिहानदेखि परेको म त यस्तो जाडो भएको थियो नि, घर जाने बेला चाहिँ म सुकिसकेको पनि थिएँ होइन। म चाहिँ कस्तो देखिरहेको होइन, घामले डढेर यो खेत रोप्न थालेपछि कालै भइसकेँ। अनि म चाहिँ बाई अब म बनाउँदिनँ भन्दा थिएँ, तर मैले फेरि पछि पनि बनाएँ भ्लग। अनि हाम्रो चाहिँ खेतमा चाहिँ अलिक टाढै जानुपर्छ, पुल तरेर अनि कति माथि जानुपर्छ। म चाहिँ त्यो फेरि अलिकति क्लम्जी टाइपको छु होइन, यताउता लडाइ गर्छु। अनि मेरो चाहिँ यो पत्तर बोलिरहने बानी भएकाले म भ्लगमा पनि बोलिरहेको हुन्छु, तर मैले ओरिजिनल साउन्ड चाहिँ हालिनँ। मैले बाई भने तर पनि पछि पनि भिडियो बनाएँ। अनि त्यसपछि यो चाहिँ म बाटोमा जाँदै थिएँ, घरतिर फर्किँदै थिएँ। आधी बाटोतिर पुगेको थिएँ म। अनि यहाँ पनि कति धेरै नमस्ते झार छ। हाम्रोतिर चाहिँ त्यही नमस्ते झार भन्छ, त्यो छुने बित्तिकै कस्तो नमस्ते गरे जस्तै हुन्छ नि। अनि यहाँबाट चाहिँ म चिप्लिन्छु कि भन्दै चिप्लेँ भने थम्बनेल राम्रो बन्छ भन्दै भिडियो बनाइरहेको थिएँ म चाहिँ, तर म लडिनँ। आज म एक ठाउँमा पनि होइन, एक ठाउँमा लडेँ, धेरै ठाउँमा लडिनँ म आज, किनकि म बिस्तारै हिँड्दा थिएँ। आज मेरो खुट्टामा काँडा भिजेर पलै भएको हुनाले म बिस्तारै हिँड्दा थिएँ। अनि यतातिर चाहिँ यस्तो देखे पनि जुगा चाहिँ लाग्दैन होइन। मान्छेहरूले मलाई यता जुगा लाग्छ भने सोध्छ, तर हाम्रोतिर चाहिँ जुगा लाग्दैन। अनि यहाँ चाहिँ हेर्नु न पहिरो गएर कस्तो भएको रहेछ, धन्न म हेरेर हिँड्दा थिएँ। अनि मेरो कट्टुमा चाहिँ 11 नम्बर देखिरहेको टल्किरहेको, म चाहिँ उफ्रिँदै हिँडिरहेको। अनि म चाहिँ पुरै बाटो देखाउँदै हिँड्दै थिएँ। अनि मेरो कानमा चाहिँ त्यो खोला बाडियाको आवाज चलिरहेको थियो सर्र गरेर। त्यहाँ पर अनि हाम्रो चाहिँ उहाँ परको खेत चाहिँ त्यो हाम्रो खेत हो। त्यहाँ चाहिँ कति धेरै आँप पनि फलेको छ। अनि म चाहिँ बनाएको भने गरिरहेको छु होइन। रुक्ने का नाम ही नहीं ले रही रे ये तो भन्नु होला, तर म बनाउँछु गाइज। अनि मेरो चाहिँ क्यामेरा क्वालिटी राम्रो नभएको हुनाले भिडियो चाहिँ है अलिकति यस्तो छ। अनि मसँग त्यो माइकहरू पनि छैन, त्यसैले अब सुरुमा यस्तै हो होइन। अब अलिकति धनी भइसकिनौँला अरू भनेको होइन। अहिले मसँग फुर्सद नहुँदै पनि मैले तपाईँहरूले मन पराउनु भइदिएको हुनाले मैले सकेसम्म डेली हाल्ने ट्राई गरिरहेको हुन्छु। त्यसैले प्लिज सपोर्ट गरिदिनु होला होइन। म चाहिँ यहाँ झन्डै नलडेको। अनि त्यसपछि यहाँ चाहिँ कस्तो बाटो नै कस्तो घुमाउरो टाइपको छ होइन, यस्तो छ। अनि त्यहाँबाट लड्यो भने फेरि कस्तो हुन्छ क्या। अनि पुलमा आइपुग्यो। यो पुलमा चाहिँ यो चाहिँ भाइरल पुलै भन्दा नि हुन्छ। अनि मान्छेहरू घुम्न आउँदाखेरि पनि यहाँ फोटो खिचिरहनु भएको हुन्छ, तर मलाई चाहिँ त्यस्तो केही पनि लाग्दैन। त्यो आफ्नै घर वरपरको भएर होला सायद। हेर्नु न कस्तोसँग बाढी आइरहेको के, तातो चिया चाहिँ टी लभरहरूको लागि खोलामै बसेर तातो कस्तो राम्रो देखिरहेको थियो। तर
यो बाढी आएपछि चाहिँ मलाई कस्तो डर लाग्छ कि अस्ति म झन्डै नबगाएको खोलाबाट जान्नी पल्टेर आउनु भएको त्यसैले म त्यही भएर आज चाहिँ म पुलैबाट आएँ। अनि हाम्रोतिर चाहिँ लक्की लिफहरू पनि कति धेरै पाउँछ। अनि पर चाहिँ एउटा अङ्कलले हेरिरहनु भएको थियो तर पनि मैले व्यवस्था गरेर भिडियो बनाएँ। अनि म भिडियो बनाउनु छोडेर लुई हिँडेर घर। यति भन्दै म चाहिँ बाई बाई भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ।